जयलक्ष्मी 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 एक साइड बोलाऊ त भाइ ए टङ्कु जयलक्ष्मी एक साइड जा भन्नु अरू कोही नआउला यतिखेर हामी प्रत्यक्ष लाइभमा छौँ हेलो तपाईँहरू अलिक पछाडि गइदिनु अलिक पछाडि जानु सामान त्यहाँ राख्नु पहिला मान्छे मात्र है मान्छेलाई पछाडि सबलाई सामान उता ब्याक साइड राख्नु हेलो ए मान्छेलाई सामान सब त्यहाँ राख्नु पहिला अरे पछाडि अहिले हाल्ने होइन सामान भने अहिले सब उता साइड राख्नु लास्टमा सामान हाल्ने हामी प्रत्यक्ष लाइभमा चाहिँ हाम्रो नेपालदेखि बेङ्गलोरको लागि एउटा गाडी छ अब दोस्रो गाडीको तयारीमा तपाईँ देख्न सक्नुहुन्छ हाम्रो सेकेन्ड गाडी भने चाहिँ तपाईँ देख्न सक्नुहुन्छ श्रीकेदार टुर एन्ड ट्राभल्स यदि तपाईँहरू भारतको जुनसुकै ठाउँ जान चाहनुहुन्छ हामीलाई सम्झिनु होला अहिले भारत जाँदाखेरि प्रत्यक्ष सबै मान्छेलाई आफ्नो आइडीहरू ल्याएर आउनु होला अब हाम्रो सेकेन्ड गाडी भरिने तयारीमा छ चालू रखो अभी बोला ना जाओ भीतर जाओ भाई हाम्रा गाडीहरू यसरी भरिने गर्छन् यदि तपाईहरु पनि बेंगलोर हैदराबाद मुम्बई पुणे जान चाहनुहुन्छ भने आफ्नो आइडी नेपाल आइडी बोकेर ल्याउनु होला भन्सारमा अलि कडाई छ यतिखेर एउटा आहो फैलिएको छ कि मान्छेलाई भारत जान आउन बन्द गरिएको छ भने त्यस्तो छैन प्रत्येक दिन हाम्रा गाडीहरू नेपालबाट गइरहेका छन् तपाई देख्न सक्नुहुन्छ पहिलादेखि हामी प्रत्यक्ष लाइभमा छौं यतिखेर हाम्रा प्यासेन्जरहरू टाइम टु टाइम पठाइरहेका छौं तपाई देख्न सक्नुहुन्छ हाम्रो सेकेन्ड गाडी भरिरहेका छौं यसरी हाम्रा गाडीहरू नियम बाई नियम नाम अनुसार बोलाइन्छन् सिटमा राखेर पानी पठाउँछौं यदि तपाई पनि भारतका जुनसुकै ठाउँ जान चाहनुहुन्छ भने आफ्नो पहचान सहितको आइडी बोकेर आउनुलाई यतिखेर नाकामा कडाई छ नेपाली नागरिक होस् या इन्डियामा बस्नुहुन्छ इन्डियाली नागरिक होस् आधार कार्ड होस् बोकेर आउनु होला त्यस्तो समस्या केही पनि छैन जाने आउने मान्छेको गइरहेका छन् एकैछिन पछाडि गइदिनु जसको नाम बोलाऊ आइदिनु होला है त्यसरी हाम्रा गाडीहरूमा मान्छे हाल्छौँ हामी तपाईहरु यसमा हाम्रो 4 जना हो यसमा पनि 4 जना सिट टु सिट मान्छे हाल गर्नु छ हामी यसरी हाम्रो साथीहरुले मान्छे सिटमा मान्छे हाल राख्नु भएको छ ल चप्पल खोल्दिनु होला है तल चप्पल है चप्पल सिटको तल स्लिपरको तल खोलेर सिटमा गइदिनु होला तपाईको लागि यो 3 दिनको लागि घर हो है ल भाइ देख्न सक्नुहुन्छ तपाईको हाम्रो गाडीका सिटहरु यसरी यो सिटमा हामी 4 जना राख्ने गर्छौं यता फ्यान पनि छ तपाई देख्न सक्नुहुन्छ यसरी हाम्रा मान्छेहरु सिट बाइ सिट प्लानिङ हुन्छन् यदि हजुरहरु पनि भारतको जुनसुकै ठाउँ जान चाहनुहुन्छ आफ्नो पहचान सहितको आइडी बोकेर आउनु होला भन्सारमा त्यस्तो केही अप्ठ्यारो छैन नाम बाइ नाम बोलाउने गर्छ यसरी सिट प्लानिङ हुन्छ हाम्रो तपाई देख्न सक्नुहुन्छ यसरी लेडिजको सिटमा लेडिज र जेन्ट्स सिटमा जेन्ट्स प्लानिङ गरेर हामीले हाल्छौं एकछिन भिड भइरहेछ ल जरु
यसरी हाम्रो साथीहरूले सिटमा मान्छे हालिराख्नु भएको छ। झ्याल खुल्छ सबै गाडीको झ्याल खुल्छ। चप्पल खोलिदिनु होला है, चप्पल जहाँ जुन सिट हुन्छ त्यसको तल खोल्नु होला। यसरी हाम्रो साथीहरूले यसरी सिटमा नाम बोलाउनुहुन्छ, तलबाट सिट टु सिट ल्याउनुहुन्छ। यदि तपाईहरू पनि भारतको जुनसुकै ठाउँ जान चाहनुहुन्छ हामीले सम्झनु होला। भारत जाँदाखेरि आफ्नो आइडी चाहिँ बोकेर ल्याउनु होला। नेपाली नागरिकता हुन्छ या इन्डियामा बस्नु भएको छ भने आधार कार्ड, पेन कार्ड, कुन जुनसुकै आइडी आफ्नो पछाण सहितको आइडी बोकेर आउनु होला। त्यस्तो समस्या केही पनि छैन। हामी यत्र पलियामा छौँ। पलियादेखि एउटा गाडी रमना भइसक्यो, सेकेन्ड गाडीमा छौँ। ल जानुहोस्, बच्चाहरूलाई काखमा राख्नु होला है आफ्नो। यसरी सिट प्लानिङ भइरहेको छ। हाम्रो साथीहरूले सिट है तिमी भित्र जाऊ, कान्छ तिमी भित्र एक्लै गयो बन्द गर। यसरी हाम्रो किन नियम अनुसार जसरी टिकट काट्नु भएको छ त्यो अनुसार सिट प्लानिङ हुन्छ। पछाडिबाट हामी सिट प्लानिङ गर्छौँ। यो भाइले मान्छे अहिले राखेको छ। सामान तल राखिदिनु होला है। जाऊ भाइ, ब्याग तल सिल्भरको। तपाईँ देख्नु सक्नुहुन्छ हाम्रो सामान हाल्ने ठाउँ यहाँ हो। यो मान्छे बस्ने ठाउँ, यता पनि मान्छे बस्ने ठाउँ। यसरी नियम अनुसार सिट जसरी टिकट काट्नु भएको छ त्यो अनुसार हाम्रो सिट मान्छे बोलाउनुहुन्छ बुलारीजीले। यो त्यसै पछाडिदेखि नै सिट प्लानिङ भएर यहाँ आउँछ। तपाईँ देख्न सक्नुहुन्छ हर सिल्भरमा हाम्रो लाइट छ, यता फ्यान छ। अनि तपाईँ देख्न सक्नुहुन्छ फेरि यता यो चार्जिङ पनि छ हामीसँग। सामान तल राखिदिनु होला हजुर है। दुईजना हो। त्यसरी हामी सिट प्लानिङ गर्छौँ। यसरी नाम अनुसार बोलाउँछौँ। सबै आफ्नो नामको प्रतीक्षामा छन् तल। टाइम लाग्न सक्छ। ज्ञानेन्द्र विष्ट एकजना, हेमती देवी आयर। यसरी हामी नाम बोलाउँछौँ। हेमती देवी आयर एकजना, दुईजना साथीले सिट प्लानिङ गरिराख्नु भएको छ। आउनु म्याडम। एकजना साथीले ल आउनुहोस् आउनुहोस्। बुढा मान्छेलाई बिचमा राख्नु। विजय जानु पर्छ भित्र जानु। विजय सिंह, विजय सिंह। ल विजय सिंह आउनुहोस् त। कतिजना हो? एकछिन वेट गर्नु, भित्र भिड भयो। ल आउनुहोस् आउनुहोस्। यदि हजुरहरू पनि भारतको जुनसुकै ठाउँ जान चाहनुहुन्छ, नाकामा त्यस्तो प्रतिबन्ध केही पनि छैन। तपाईँ राम्रोसँग जान सक्नुहुन्छ। आउने जाने मान्छेले त्यस्तो समस्या केही पनि छैन। आइडी पनि अनिवार्य छ। आइडी बोकेर आउनु होला, बोकेर जानु होला। त्यस्तो समस्या केही पनि छैन। अब हाम्रो साथीहरूले सिट प्लानिङ गरिराख्नु भएको छ। तपाईँ कहाँ जाने सर? बेङ्गलोरको लागि हो? ए पहिलोचोटि हो कि सेकेन्ड टाइम? पहिलोचोटि हो। ए को छ आफन्त हजुरको त्यहाँ? ए हो। ए कस्तो तपाईँ भर्खर गाडीमा चढ्दै हुनुहुन्छ, कस्तो छ अनुभव? ठिक छ? ए कस्तो लाग्यो गाडी? कस्तो लाग्यो तपाईँलाई? ए ठिकै छ है। ल तपाईँ अब टाइम लेट हुनसक्छ, तर सबै मान्छेलाई चढाउनुपर्छ। ल एकैछिन वेट गर्नु, भित्र भिड भयो। दाजु के छ खबर? रवि ठिक छ भाइ, ठिक छ। मेरो नाम खै त। ल बोलाउँछु भाइ, तिमी आउन एक दिन चढ्नलाई। तिम्रो नाम पनि बोलाउँछु मैले।
त्यस्तो केही छैन। यतिखेर हाम्रो लाइनमा 11 जना हुनुहुन्छ, सेयर गरिदिनु होला। एउटा अफवाह फैलेको छ भारत बोर्डर बन्द छ भनेर हाम्रो जनमानसमा गाडी जान मिल्दैन भन्ने अलि अप्ठ्यारो अफवाह फैलेको। त्यस्तो समस्या केही पनि छैन। हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी जाने आउने क्रम जारी छ। त्यस्तो अलि समस्या आइडी आफ्नो प्रुफ बोकेर आउनु होला। जान आउँदाखेरि नेपाली नागरिकता अनि भारतमा बस्नु भएको छ भने भारतको कुनै पनि प्रुफ बोकेर आउनु होला। त्यस्तो समस्या केही पनि छैन। यतिखेर हाम्रो गाडी सिट प्लानिङ भइरहेको छ। एकदम राम्रो है, बस्छ है। ल ठिक छ, एकछिन पायो भने 25 एकदम तपाईँले हामी सिट बाई सिट हाल्छौँ। जो भनेको कुरा त्यो गर्छौँ। आउने जाने गाडी नै हुन्छ हाम्रो। बोर्डरमा के किसिमको समस्या त भएन? नै बोर्डरमा त्यस्तो समस्या। ए आइडीहरू त मागिरहेको थियो नि? आइडीहरू मागिरहेको थियो हामी। तपाईँ के भन्न चाहनुहुन्छ? आउने जाने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ? एकदम नाका खुला छ हैन, त्यस्तो समस्या केही छैन नि? ढुक्क तरिकाले आउनु होला। तर एउटा चाहिँ आफूले नाम दिने एउटा परिचय पत्र चाहिँ अनिवार्य एकदमै परिचय पत्र बोकेर आउनुपर्छ। एकदमै आधार कार्ड, पान कार्ड हैन, नागरिकता हैन, एकदमै त्यो आफ्नो लागि सजिलो। मान्छे कहाँ गयो कहाँबाट आयो भन्ने कुराहरू हुन्छ। नाकामा सिल्ला एकदमै ल यतिखेर म तल बाहिरको हावा ल्याउँछु। फेरि यता फेरि हाम्रो दोस्रो गाडी यहाँ लागेको छ। फेरि प्यासेन्जर वेटिङमा छन्। यतिखेर सेकेन्ड गाडी लोड भयो। अब तेस्रो गाडी फेरि हाम्रो बाहिर छ गाडी। हामी क्रमशः गाडीहरू पठाउने गर्छौँ। अलि गर्मीको सिजन छ, अलि टाइम लाग्न सक्छ। सामानहरू अलि धेरै हुन्छ। यो हाम्रो सेकेन्ड गाडी। झ्याल खोलिदिनु होला है, झ्याल भित्र बसेको मान्छे। गर्मी छ अलि। तिम्रो नाम आएको छैन भाइ? ए एकछिन पछि आउँछ। यो भरि फेरि अब लास्ट गाडी एउटा है। सबैको नाम आउँछ। त्यसो कुन हो तिम्रो? अर्कोमा अर्को बाहिर छ नि। अर्को गाडी हो बाहिर छ। अर्को यो भरि नै अर्को आउँछ। यसरी तपाईँ देख्न सक्नुहुन्छ हाम्रो गाडी। हाम्रो साथीहरूले यसरी नाम अनुसार बोलाइराख्नु भएको छ। सिट छ कि नै मेरो लागि? एकदमै सिट छ। तपाईँ आउनुहोस्। तपाईँलाई म कार पठाउँछु। यहाँ गाडी लोड भइरहेछ। तपाईँको लागि एकदम सिट छ। यतिखेर वाचिङमा सम्पूर्ण साथीहरू हुन्छ, सेयर गरिदिनु होला भिडियोलाई। सम्पूर्ण नेपालीमा पुर्याइदिनु होला। एउटा हाम्रो गाउँघरमा एउटा यस्तो अफवाह छ कि बोर्डरहरू बन्द छ, सिल छ। भारत र आउटर कन्ट्रीको अलि विवादको कारणले, त्यस्तो विवादको कारणले कुनै पनि बोर्डरमा समस्या छैन। ओन्ली आफ्नो आइडी बोकेर आउनु होला। आइडी बोकेर आउने जानेमा चाहिँ कुनै पनि किसिमको समस्या छैन। हामीले जाने आउने क्रम प्यासेन्जरहरूलाई राम्रो तरिकाले पठाइरहेछौँ, आइरहेछन्। त्यस्तो समस्या केही पनि छैन। अहिले हाम्रो सेकेन्ड गाडी लोड भइरहेको छ। यतिखेर देवेन्द्र रावलजी पनि वाचिङमा हुनुहुन्छ। लोकेश गौडा पनि वाचिङमा हुनुहुन्छ। यतिखेर 20 जना वाचिङमा हुनुहुन्छ। 20 जनाले सेयर गरिदिएर 40 जनालाई पुग्छ। यदि तपाईहरू पनि भारतको मुम्बई, पुना, सुरत, हैदराबाद, बेङ्गलोर जुनसुकै ठाउँ जान चाहनुहुन्छ भने सम्झिनु होला। हामीले तपाईहरुलाई सेवा दिइरहनेछौँ। त्यस्तो अप्ठ्यारो परिस्थिति छैन। गाडीहरू गइरहेका छन्, आइरहेका छन्। क्रमशहरू त्यस्तो समस्या केही पनि छैन बोर्डरमा। पूर्वतिर अलि समस्या छ भन्ने कुरा आएको छ। हाम्रो पश्चिमतिरको बोर्डरमा त्यस्तो समस्या, नाकारमा समस्या केही पनि छैन। यतिखेर वाचिङमा 14 जना 20 जना गरिरहनु भएको छ। सेयर पनि गरिदिनु होला भिडियोलाई। एउटा हाम्रो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी माझ पुर्याइदिनु होला। गाउँघरमा के छ, बोर्डरहरू बन्द छ, जान मिल्छ या मिल्दैन भन्ने तमाम आफन्तका फोनहरू आइरहेका हुन्छन्। त्यस्तो समस्या केही पनि छैन बोर्डरमा। जाने आउने क्रम जारी छ। अन्ली यति कि तपाईँ आउँदाखेरि बच्चाहरू छ भने बच्चाको आइडी, सम्पूर्ण नेपालीले आफ्नो आइडी, नागरिकता होइन भने कुनै पनि प्रुफ ल्याएर आउनु होला। तपाईँ आइडी छैन भने अलि बोर्डरतिर समस्या छ, कहाँ जाने, के को लागि जाने भने सोधपुछ हुन्छ। सोधपुछ हुनु भनेको राम्रो कुरा हो। त्यस्तो समस्या केही पनि होइन। ओम धामी पनि वाचिङमा हुनुहुन्छ। लोकेश गौडा बेङ्गलोरदेखि, लालबहादुर विष्ट असमदेखि हुनुहुन्छ।
पदमराज देवकोटा पनि वाचिङमा हुनुहुन्छ। दाजु के छ खबर? एकदमै ठिक छ भाइ। रमेश साउन्ड पनि वाचिङमा हुनुहुन्छ। दमन खनाल पनि वाचिङमा हुनुहुन्छ। आदरणीय भिनाजु, शुभयात्रा सफल होस्। धन्यवाद ममता जोशी, मेरो प्यारो बहिनी। शिवराज खड्का भाइ पनि वाचिङमा छन्। धन्यवाद मेरो भाइ। कमल बोहरा आदरणीय सर पनि वाचिङमा हुनुहुन्छ। धन्यवाद सर। आदरणीय दाजु नरेश ताडी पनि यतिखेर वाचिङमा हुनुहुन्छ। यदि तपाईहरु पनि भारत जान चाहनुहुन्छ भने श्री केदार टुर एन्ड ट्राभल्सलाई सम्झनु होला। हाम्रो सुदूरपश्चिम स्थित धनगढीमा हाम्रो अछाम होटलमा प्रधान कार्यालय रहेको छ। दिनहुँ हाम्रा गाडीहरू जाने र आउने क्रम जारी छ। अहिले हाम्रो सिट प्लानिङ भइरहेको छ। अब अलि प्यासेन्जर तल छन्। एउटा गाडी गइसक्यो, एउटा लोड भइरहेको छ। फेरि सेकेन्ड गाडी एकछिनपछि लोड हुनेछ। महेश खड्का पनि वाचिङमा हुनुहुन्छ मेरो प्यारो भाइ। यतिर भवन खनाल पनि वाचिङमा हुनुहुन्छ। आदरणीय सर भवन खनाल। अब हाम्रो एक गाडीको प्यासेन्जरहरू तल छ। यो गाडी छुट्ने बित्तिकै हामी अर्को गाडी लगाउनेछौँ। यतिखेर हामी पलियामा छौँ। हाम्रा गाडीहरू यता दर्शन बाजे के छ यतातिर खबर हाल खबर एकदमै ठिक छ। यताको खबर त्यस्तो समस्या केही पनि छैन। नवराज टमाटर थ्याङ्क यू सो मच सर। यतिखेर कृष्ण भण्डारी हाई दाजु के छ खबर? ठिक छ भाइ, ठिक छ। हजुर अहिले आउँछ बाबु है। एकछिन अहिले आउँछ। यो गाडी भन्ने तपाईँहरूको पालो आउँछ है। कति भइहाल्ला, एकछिन हेरौँला। सुरेन्द्र अधिकारी दादा नमस्ते। नमस्ते भाइ, मेरो प्यारो भाइ नमस्ते। दीपक कुमार सिंह धनगढीबाट बेङ्गलोर जानको लागि हाम्रा पनि राम्रा पनि तौरो पनि श्री जय लक्ष्मी ट्राभल्स। यतिखेर 13 जना वाचिङमा हाम्रो आधा भगवान रोगी प्यासेन्जर आधा बसिसकेका छन् गाडीमा। आधा बस्ने अब लगभग आधा घन्टा एउटा गाडी लोड गर्न लाग्छ, टाइम लाग्छ। सामान हुन्छ सबैको। उमेश सुनार पनि वाचिङमा हुनुहुन्छ। धन्यवाद उमेश सर।